नमस्कार, म घनश्याम गिरी। हामी पश्चिम नेपालको दाङ जिल्लाबाट पछिल्लो टाइम जनचेतनामूलक सामग्रीहरू बोकेको सर्ट मुभीहरू तयार गर्ने चमर्कोहरू गरिरहेका छौँ। हामी धेरै सर्ट मुभीहरू बनाइसकेपछि पछिल्लो टाइम एउटा मानिसहरूको सपनाहरूको चिहान कतैयौँ धेरै छ। मान्छेहरूले आफ्नो प्रेमको चिहान बनाएका छन्, आफ्नो अभाव, गरिबी, समस्याहरूको चिहान बनाएका छन्। त्यसै क्रममा एउटा मैले मेरो लेखन तथा निर्देशनमा सर्ट मुभी चिहान भन्ने कथा लिएर आएका छौँ। घनश्याम गिरी युट्युब च्यानलबाट भोलि मङ्गलबार यहाँहरूमाझ पस्किने जमर्को गरिरहेका छौँ। यहाँहरूले घनश्याम गिरी 99 भन्ने युट्युब च्यानलबाट हेर्न, लाइक, कमेन्ट, सेयर र सब्सक्राइब गर्न नबिर्सिनुहोला। साँच्चीकै हामीले मानिस मरिसकेपछि मात्रै चिहान हुन्छ, मानिस मरिसकेपछि मात्रै चिहान भनेर परिकल्पना गर्ने गर्छौँ। तर हाम्रा सपनाका चिहानहरू हुन्छन्, हाम्रा इच्छा आकाङ्क्षाहरूका, हाम्रा अभावहरूका, हाम्रा समस्याहरूका पनि चिहान हुने गर्छन्। त्यो चिहान हो जो हामीले पछिल्लो टाइम बोकेर आएको चिहान। त्यसैले बाँकी कुराहरू चाहिँ चिहानबाटै हेर्न पाउनुहुनेछ। हामीलाई तपाईहरूले हेरिसकेपछि लाइक, कमेन्ट गर्नुभयो भने त्यसले झन् अझै प्रेरणा मिल्नेछ, हौसला मिल्नेछ, ऊर्जा मिल्नेछ र हामीलाई अझ धेरै राम्रो गर्ने उत्प्रेरणा पनि मिल्नेछ। भोलि हेर्न नभुल्नुहोला सर्ट मुभी चिहान, युट्युब च्यानल घनश्याम गिरी 99 बाट। हस्, धन्यवाद, नमस्कार।